नेपाल आएर भने सिस्टमलाई फलो गर्यो भने त्यो मान्छे पछाडि पर्दो रहेछ क्या। यहाँको कल्चरले के गर्छ, जसले सिस्टम फलो गर्छ, जसले अलि म शिष्टाचारमा हिँड्छु भन्यो भने त्यो मान्छेलाई हेप्पिने। अनि अघि यहाँले नेपालका लागि नेपाली भन्दै गर्दा नेपाली गभर्मेन्टले यहाँलाई नेपालीको रूपमा हेरेको छ? एकदम गाह्रो प्रश्न हो यो। अब नेपाल सरकारलाई सोध्यो भने त हामीले त नागरिकता प्रोभाइड गरेका छौँ, त्यो नागरिकताले सम्पत्ति पनि कतिसम्म राख्न पाइने एकदम सहज बनाइदिएको छ भनेर भन्छ। त्यो नागरिकताले गर्छ चाहिँ के खासमा? गाह्रो छ नि त। भन्यो भने त म आफ्नो प्राइभेट लेन लिन पाउँदिनँ। जुन कि म कोरियामा विदेशीले तपाईँहरू जोगा पनि लेन लिन पाउनुहुन्छ प्राइभेट आफ्नो नाममा। हाम्रो पुस्ता यहीँ जन्मेर हाम्रो नागरिकता यहीँको हो नि त, र हामीले पनि यहाँ आफ्नो प्राइभेट लेन लिन पाउने। ब्याङ्किङ प्रोसेसमा झन्झटिलो गराइदिने यी प्रोसेस त छन् नि त। तर गैरआवासी नेपालीले यसलाई सुविधा गराउनुपर्छ र यसको लागि लड्नुपर्छ, र त्यो नभएसम्म देशको विकास गर्न सकिँदैन भन्ने हो। अनि नेपालमा जहाँ हामीलाई अहिले सबै कुराको खाँचो छ, भनौँ न उद्योगको खाँचो छ, रोजगारीको खाँचो छ, त्यस्तो बेलामा त झन् नेपालीलाई अलिकति सहज बनाइदिनलाई चाहिँ गभर्मेन्ट किन हिचकिच्याएको त? तर नेपालमा के हो भने सिस्टम भन्दैन। बिजनेस त सजिलो होइन, सधैँ गाह्रै बिजनेस झेमाउनै गाह्रो हुन्छ। नेपालमा उद्यमशील गर्न हुँदैन, नेपालमा धनी हुनु हुँदैन, नेपालमा घर राम्रो बनाउनु हुँदैन, नेपालमा राम्रो चिज गर्न हुन्न भन्ने एउटा राजनीतिक कन्सेप्ट खाली हो क्या कुनै दिन। यो सिस्टम अरू कसैले बिगारेको होइन, हामीले नै बिगारेको हो, र यो सिस्टम अरू कसैले बनाउनेवाला पनि छैन, हामीले नै बनाउनु पर्ने हो। त्यति चाहिँ अर्कालाई दोष नदिकन आफूले ब्लेम लिनुपर्छ। A broad education partner, Grace International. Making record is not that easy. It's all about learning. Thank you, Grace, for connecting life with learning. Beauty and skincare partner, Aura Skincare. Natural Gems partner, RDS Gems and Antique. हामी कहाँ ग्रह, राशि तथा ज्योतिष परामर्शका अनुसार रत्नहरू, रिङ्स, लकेट्स र आवश्यकता अनुसार कस्टमाइज गरेका डिजाइनहरू पाउन सक्नुहुनेछ। Our supporting partner, Mark Homes. Your love. Visit our display home and discover why families trust Mark Q Homes. Authentic taste partner, Amako Azar. Luxury lifestyle decor partner, Antique Darbar. Digital print media partner, Quality Printout. Tech and innovation partner, Tech Access. SMS communication partner, Akash SMS. Beauty and personal care partner, Robin's Den Boutique Salon. Corporate and brand activation partner, Events Darbar. Greenery plant decor partner, Gamalakhar. Our gift hamper partners, Motor Seva. Travel partner, Sawari Booking. Gift hamper partner, Ekwatch. Health service partner, Hope Hospital. Gift hamper partner, Lumi by San. Ecosystem and hospitality partner, iCafe. Hamper partner, Amas Creation. Photo studio partner, Photo Creation, Gazing Lens. Marketing and branding partner, Khubility. Production partner, Digital Gurkha. Program producer, Raise Apex. श्री विनोद कुँवर नेपालको म्याग्दी जिल्ला हालको बेनी नगरपालिका 4 मा जन्मिनु भएको एक प्रेरणादायी उद्यमी हुनुहुन्छ। साधारण ग्रामीण परिवेशमा जन्मिएर अनुशासन, परिश्रम र आत्मनिर्भरताका मूल्यहरू परिवारबाटै सिक्दै उहाँले आफ्नो जीवन यात्रा सुरु गर्नुभयो। युवा अवस्थामै उज्जवल भविष्यको खोजीमा उहाँ दक्षिण कोरिया पुग्नुभयो, जहाँ वैदेशिक रोजगारबाट उहाँको सङ्घर्षमय जीवनको सुरुवात भयो। भाषा, संस्कृति र कार्यशैली फरक भए पनि अथक मेहनत, इमानदारी र धैर्यका साथ उहाँले आफूलाई कोरियामा स्थापित गर्नुभयो। त्यही क्रममा उहाँमा उद्यमशील सोच विकास भयो र नेपालमै व्यवसाय विस्तार गर्ने दीर्घकालीन योजना बन्यो। यही सोचलाई साकार पार्दै उहाँले कोरियामा दुर्गा नामक रेस्टुरेन्ट चेन स्थापना गर्नुभयो, जुन आज दक्षिण एसियाली खानाका लागि परिचित र लोकप्रिय ब्रान्ड बनेको छ। विदेशमा आर्जन गरेको पुँजी, अनुभव र व्यवस्थापन क्षमतालाई नेपालमा भित्राउने लक्ष्यका साथ उहाँले विभिन्न क्षेत्रहरूमा लगानी विस्तार गर्नुभयो। नेपालमा उहाँ धौलागिरी कालिका हाइड्रो पावर लिमिटेडका अध्यक्ष हुनुहुन्छ। साथै नेपाल मोनोरेल, केएमई ट्राभल, बीजे इन्टरनेसनल, गुडनेस मार्केटिङ, हिमालयन फुड लगायत विभिन्न सेवा, उत्पादन तथा पूर्वाधारसँग सम्बन्धित कम्पनीहरूमा उहाँ संस्थापक तथा नेतृत्वकर्ताको रूपमा सक्रिय हुनुहुन्छ। विनोद कोर्पको व्यावसायिक छातामुनि उहाँले प्रत्यक्ष तथा परोक्ष रूपमा करिब 500 भन्दा बढीलाई रोजगारी सृजना गर्न सफल हुनुभएको छ। व्यावसायिक सफलतासँगै उहाँ सामाजिक सेवामा पनि उत्तिकै समर्पित हुनुहुन्छ। उहाँ एनआरएनए कोरियाका संस्थापक सदस्य तथा 2 कार्यकाल अध्यक्ष रहनुभएको छ। 2072 सालको भूकम्प र
कोभिड-19 जस्ता सङ्कटका समयमा उहाँले देशका विभिन्न ठाउँमा पुगेर राहत, पुनर्निर्माण तथा सहयोगका कार्यहरूमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। हाल उहाँले कोरियाका प्रविधि तथा उद्योग क्षेत्रका सहकर्मीहरूसँग सहकार्य गर्दै एनके कस्मेटिक्स प्राइभेट लिमिटेड स्थापना गरी ओरा कस्मेटिक्स ब्रान्ड अन्तर्गत कस्मेटिक उत्पादन सुरु गर्नुभएको छ, जसको उद्देश्य नेपाली उत्पादनलाई दक्षिण एसिया बजारसम्म पुर्याउनु हो। यिनै विनोद कुँवर आजका हाम्रा अतिथि हुनुहुन्छ। उहाँ हाम्रो स्टुडियोमा आइ पनि सक्नु भएको छ। यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। नमस्ते, बोलाइदिनु भयो, एकदम थ्याङ्क यू। आरामै हुनुहुन्छ? एकदम आरामै। अहिले धेरैजसो यहाँ कोरिया नै बस्नुहुन्छ है? म विगतमा लामो मेरो कर्मथलो कोरिया नै हो र म आफू कोरियामा लामो बस्दै जाँदाखेरि नेपालमा अहिले बिजनेस बढ्दै गर्दाखेरि लगभग 1 महिनामा 15 दिन यता 15 दिन उता भइरहेको छ। देश र प्रदेश, हाम्रो कार्यक्रमको नामै देश प्रदेश छ। देश प्रदेश भन्नु पर्यो भने यहाँलाई कुन देश कुन प्रदेश कोरिया र नेपालमा? एकदम अप्ठ्यारो प्रश्न सोध्नुभयो। म सधैँभरि भन्दाखेरि मेरो देश नेपालै भन्छु होइन। अनि म सबभन्दा पहिला मैले म्याग्दी सम्झन्छु, मेरो परिचय नै त्यही नै हुन्छ होइन। अनि मेरो कर्मभूमि वास्तव नागरिकता त एनआरएन बन्ने उतै भयो, तर मेरो देशै हो भन्ने फिल हुँदो रहेनछ क्या। त्यो आफ्नो देश भनेकै नेपाल भन्ने हुन्छ र अनि त्यो नेपालमा पनि म्याग्दी नै भन्ने हुन्छ होइन। त्यो एउटा फिलै त्यसरी आउँछ अनि चेन्ज हुनै सकिँदो रहेनछ। जन्मथलो मातृभूमि त्यत्तिकै भने होइन होला नि त? त्यही होला। यो पहिला यो बुढापाकाले गरेका एउटा उखान टुक्का हुन्छ नि, जब घर छोडेपछि अनि त्यहाँबाट प्यारो हुन्छ त्यो घरको भन्ने कुराहरू, यो साँच्चै नै रहेछ भने जस्तो फिल हुन्छ अहिले। ठिकै छ। अब फेरि हामीले यहाँलाई चिनाउँदैखेरि एनआरएनएका पास्ट प्रेसिडेन्ट भनेर चिनायौँ। अनि कतिपयचोटि अतिथिहरूसँग कुरा गर्दा पनि एनआरएनए भन्यो कि सुरुमै आउने भनेकै विवाद भने जस्तो आउँछ। त्यसलाई थाँती राखेर एनआरएनएलाई सम्झिनु पर्यो भने यहाँले कसरी सम्झिनुहुन्छ? एउटा एनआरएन भनेको अब एउटा सानो नेपाल हो, त्यो बाहिर छ, जुन त्यो कल्चर बोकेर बसेको छ भन्ने सम्झिन्छौँ हामीले। र त्यसको त्यो विभाजन भयो अथवा विभाजितमा छ भन्ने कुराहरू, अब संस्था अलि ठुलो, त्यसको इम्प्याक्ट, त्यसको महत्त्व ठुलो भयो भने त्यसमा सानातिना कुराहरू, सानातिना विवादित कुराहरू आउँदा रहेछन्। जस्तो अब 1-2 दशक कट्यो नि त एनआरएन स्थापित भएको। अनि भइसकेपछि त्यसमा पहिला हामीहरूले त्यसको मोडालिटी सानो बनाएर, जुन त्यो सानो मोडालिटीमा सुरु गरिरहेको हुन्छ, त्यसको स्ट्रक्चर बढ्दै जाँदो रहेछ, त्यसको इन्ट्रेस्ट बढ्दै जाँदो रहेछ। भने त्यसले धान्न सकेन कि त्यो मोडालिटीले धान्न नसकेपछि बिचमा त्यो कता स्ट्रक्चर भत्कियो कि जस्तो हुने। त्यो भयो भने अब पहिला हामी मेम्बरसिप 8-10 हजार पुऱ्याउन गाह्रो हुन्थ्यो, अहिले अब लाखभन्दा बढी भइसक्यो मेम्बरसिप। तिनीहरूको इन्ट्रेस्ट अनि फेरि कस्तो हुन्छ, गैरवासी नेपाली जुन हाम्रो पालामा हामीहरू नेपालमा अलि ज्ञान सिप सबै बोकेर नेपालको माया प्रेम लिएर गइराखेको थियो र अहिले गएको फेरि सेकेन्ड जेनेरेसनहरू छन्। अब उनीहरूमा पनि केही मतभेद भएको हुनाले अब एनआरएनको इतिहासलाई केही बुझ्न टाइम लाग्दो रहेछ र त्यसले गर्दाखेरि अलि कहीँ अहिले आएर विभाजित भइरहेको छ। तर यो कुनै पनि बेलामा एउटा हुने प्रयासमा छौँ र प्रयास भइसकेको पनि छ। हामीहरूले यो गैरवासी नेपाली, म कोरियामा आफ्नो अध्ययन र कोरियामा आफ्नो बिजनेस सुरु गर्दै जाँदाखेरि हामी विदेशमा, कोरियनहरू पनि त्यस्तै नै हो, सुरुमा विदेशै गएर आफ्नो आर्जन ज्ञान सिप लिएर कोरियामा आएको हो। तर कोरियाले कसरी गर्यो भने त्यो आर्जन ज्ञान सिपलाई सरकारले प्रायोरिटी दिएर त्यसलाई लगानीमा भित्राइदियो। अब त्यो एउटा ज्ञान सिप भनेको पैसाभन्दा पनि अमूल्य चिज हुँदो रहेछ। हामीहरूले अहिले जो वास्तवमा भन्ने हो भने गैरवासी नेपालीको अब पहिलो दर्जा, अब सेकेन्ड दर्जा होइन, जेनेरेसन सुरु भइसक्यो। उहाँहरू एकदम ट्यालेन्ट, एउटा विज्ञ। अनि यहाँ फेरि अब विदेशमा गएर अहिले धेरै, कोरियामै भन्यो भने धेरै कलेजको प्रोफेसरहरू नेपालीहरू हुनुहुन्छ अहिले पिएचडी गरेर। अब जुन यहीँ नेपालमै अपर्च्युनिटी भयो यहीँ गर्न सक्नुहुन्थ्यो होला। त्यस्ता अनुभवलाई, त्यसलाई नलेजलाई नेपालमा ल्याएर युज गर्न सक्ने हो भने त्यो पनि एउटा सम्पत्ति हो हाम्रो भन्छौँ हामीहरूले। गैरवासी नेपालीले नेगेटिभ मात्र छैन, ती कुराहरूलाई पनि एउटा कोलाबोरेसन र एकता त बनाइदिएको छ नि, त्यसलाई एउटा नेपालमा पोर्ट गर्न सकिन्छ भन्ने कुराहरू सिकाइदिएको छ नि। पक्कै पनि यहाँले भन्नुभयो सानो नेपाल भनेर, त्यही भएर होला कतिपय कुरामा
यसो हेर्दा नेपालको सरकार जस्तो कि गुटबन्दी यो पार्टीको त्यो पार्टीको फुट त्यो पनि एकदम कमन देखिएको, त्यता पनि मिनिएचर भर्जन देखियो। यो वास्तवमा नेपालको राजनीतिकले विदेशमा बसेको गैरवासी नेपालीको यङ जेनेरेसन नै बाहिर भइसकेपछि अब भातृ सङ्गठन भनेर पार्टीले खोल्नुपर्ने बाध्यता भयो, किनभने चुनावमा त पपुलेसनको एउटा भनौँ भोटरले जित्ने हो नि त। त्यो भोटर भनेको त विदेशमा बढी भइसक्यो अहिले। एक घरमा एउटा व्यक्ति त विदेश छ अथवा दुईवटा व्यक्ति विदेश छ भनेपछि त्यसको आमा बा त्यसको परिवारले भोट हाल्ने हो। एउटा व्यक्तिले 5-7वटा भोटहरू आफ्नो हातमा बोकेर बसेको हुन्छ भने विदेशमा त्यो बसेका व्यक्तिहरूलाई एउटा कनेक्सन गर्नलाई पनि सजिलो माध्यम भनेको त भातृ सङ्गठन हुन्छन् प्रत्येक पार्टीको। अनि त्यो भातृ सङ्गठन भइसक्यो भने त्यहाँ प्रत्येक पार्टीको एउटा त्यही भनेर मैले भन्छु एउटा मिनी नेपाल बाहिर बसेको छ। त्यही नै हो, त्यहाँ सबै चिजहरू कल्चर राजनीतिक भनेको नराम्रो चिज होइन, मैले नराम्रो मान्दिनँ। तर पोलिटिकलाई हामीहरूले अलिकति नेगेटिभले युज गरियो क्या, त्यो नै खराब हो। पोलिटिक बिनाको संसार त कहाँ छ र? पोजिटिभली चाहिँ युज गर्ने कसले त अब पोजिटिभली युज गर्नु भनेको त राज्य संस्था नै हो नि त। नेपालकै राजनीतिक दलहरूले नै त्यसलाई कसरी पोजिटिभली ल्याउने होइन, आर्जन गरेर एउटा ज्ञान सिक्न गएकालाई राजनीतिमै हुल्ने कि एउटा आस्थावान राजनीति मात्र बनाउने भन्ने कुराहरू त पोलिटिकै हातमा छ। जुन अहिले नै भनौँ जेनजी आन्दोलनले नेपालमा धेरै कुराहरू उथलपुथल बनायो होइन, त्यो त राजनीतिकको एउटा प्रभाव थियो नि त। अझै पनि आज पहिलो दिन नेपाली काङ्ग्रेस नेपालको एउटा पहिलो ठुलो दल, अब राजनीतिक त्यसमा विभाजन हुने सम्भावना देखाइरहेको छ। यो भनेको त राजनीतिक भनेको राम्रो होइन नि त। यो त देशलाई चाहिएको अहिले त निकास भनेको विकासको कुराहरू हो। राजनीतिक नै आफू द्वन्द्वमा पऱ्यो भने देशले निकास पाउँदैन, यो संसारमै होइन यो। किनभने एउटा कर्मचारी तन्त्र हुन्छ, एउटा राजनीतिक तन्त्र हुन्छ होइन। ब्युरोक्रेसीले गर्ने काम राजनीतिकले त व्यवस्थापन गरिदिने हो नि। राजनीति भनेको कहिले पनि नराम्रो कुरा होइन, यो नीतिहरूमा पनि सर्वश्रेष्ठ नीति भएको भएर राजनीति भनेर भनिएको। भर्खर यहाँले नेपाली कङ्ग्रेसको कुरा गर्नुभयो, यत्रो वर्ष युवा अवस्थादेखि राजनीतिमा होमिएकै मान्छेले त झन् मिल्नुपर्छ टुट्नु हुँदैन भन्ने कुरा त थाहा हुनुपर्ने होइन र? यो जनताले सिकाउने हो त, झन् नेताहरूलाई थाहा हुनुपर्ने कुरा हो नि। किनभने यो टुट्नु भनेको देशको विकास समृद्ध देशलाई नै एउटा घाटाको कुराहरू हुन् क्या। हेर्दाखेरि कोही व्यक्तिहरूलाई कुनै संस्थाहरूलाई फाइदा देखेला नै, तर राष्ट्रको विकासमा होइन। अहिले हामी एकता भएर गर्नुपर्ने एउटा सांसदकै कुराहरू गरौँ, हामीहरूले सधैँभरि झगडा गरेर बस्छौँ। संसदमा त राम्रो कुराहरूको बहस हुनु पर्थ्यो नि। हामीहरूका विभिन्न मुद्दाको बारे हामीहरू देशलाई के चाहिएको छ त्यसको बारे बहस हुनु पर्थ्यो नि। हामी राजनीतिक बहस गरेर बस्दिन्छौँ त्यस्तो नि। फेरि हामी पोलिटिक्समा फर्केर आउँला। यहाँले अघि भन्नुभएको थियो अफ द रेकर्ड कि कोरियामा बसाइ कति सहज छ, सजिलो छ सबै कुरा भनेर। अनि हामीले पनि हेर्छौँ विदेशतिर हुनुभएका नेपालीहरू, उहाँका हामी सबै नियम मान्छौँ। हामी नै पनि विदेश गयौँ भने त्यहाँका सबै नियमहरू मान्छौँ। अनि त्यही बसेर नियम मानेका नेपालीहरू चाहिँ अनि ठ्याक्क नेपाल आउनु बित्तिकै चाहिँ कुनै पनि नियम नमान्ने अथवा मिच्ने, अनि यो चाहिँ धेरै जसो एनआरएनएमा त अझ छ। अनि उहाँहरूको यो चुनावमा चाहिँ यस्ता क्रियाहरू एकदम देखिए भनेर कुराकानी भएको पनि थियो। जस्तै समयमा ढिलाएर आफै नेपाली टाइम भन्ने त विश्वमा कोही पनि अरू छैन, नेपालमा मात्रै छ नि त, हामीले नै बनाएको हो होइन। नि यी कुराहरूमा चाहिँ झन् विदेश बसेका शिक्षित अथवा सिकेका नेपालीहरू चाहिँ झन् अग्रपन्थीमा देखिनु भयो भन्ने कुराहरू आउँछ। यो मान्नुहुन्छ यहाँले यो कुरा? यो कुराहरू त्यही भएर हामी नेपाली टाइम नेपाली कल्चर भनेर त्यो विदेशमा गयौँ भने हाम्रै स्टाफहरू र म पनि भनौँ हाम्रै त्यो एउटा अब कोरिया भनेको नि लगभग 1 लाख नेपालीको एउटा उसमा जनसङ्ख्यामा छौँ हामी, लगभग 1 लाख पुग्न लागिसक्यो। कोरिया जापान भनेको एकदम सिस्टमलाई मान्ने देश हुन्। अरू देशलाई भन्दा सिस्टम टाइम टेबललाई एकदम गर्ने, तिनीहरू हार्ड वर्क गरेर नै तिनी देशको विकास भएको जस्तो लाग्छ मलाई। त्यसैले अलिकति ज्ञान पनि दियो र मेहनतको लागि बाटो खुलाइदियो जस्तो लाग्छ। अब हजुरले भन्नुभयो मै त्यही कोरियामा बस्दाखेरि धेरै कुराहरू त्यहाँको सिस्टमलाई फलो गरिएन भनेपछि हामीहरू त्यहाँ लाज पचाउनुपर्छ क्या त्यो सिस्टम जे चिजलाई पनि। अनि नेपाल आएर भने सिस्टमलाई फलो गर्यो भने त्यो मान्छे पछाडि पर्दो रहेछ क्या। यहाँको कल्चरले के गर्छ, जसले सिस्टम फलो गर्छ, जसले अलि म शिष्टाचारमा हिँड्छु भन्यो भने त्यो मान्छेलाई हेप्पिने त्यस्तो नेचर रहेछ क्या नेपालमा। नेपाल त्यस्तो खालको अब कुनै बस चढेर गयो, कसैलाई लिफ्ट छोड्नुपर्छ नि त, बुढाबुढी आयो भने बच्चाहरू आयो भने तिनीहरूले लिफ्ट सिनियर सहयोग गरिदिने भन्ने हुन्छ नि। त्यो गऱ्यो भनेपछि यहाँ अर्कै भावनाले हेर्ने। बाहिर त त्यस्तो भयो भने अलिक कसै हेल्प गरौँ है। कोरियामा सबभन्दा बढी कोरिया जापानमा त्यस्तो हुन्छ।
अब मैले पनि यहाँ कोरियामा सबभन्दा सिस्टममा टाइममा पुग्नुपर्छ, टाइममा नै त्यो काम सिद्धाउनुपर्छ भनिन्छ। तर यहाँको हाम्रो राजनीतिक दल नै त्यहीँ जोडिन्छ। ब्युरोक्रेसीमा काम गर्ने सिस्टम हेर्नु न, सबभन्दा कुरो भने नि ब्युरोक्रेसीले कति टाइममा काम गरिदिन्छ, त सिस्टम त त्यहीँबाट बस्ने हो नि। अब हामी विकास गर्छौँ भन्छौँ, काम गर्ने भन्दा 3 घन्टादेखि 4 घन्टा गर्दैनौँ। अनि काम नगरिने गरे देश विकास कहीँ छ र छैन नि, होइन? त्यो सिस्टम त गभर्मेन्टले मिलाउने होला नि, एउटा सिस्टम त गभर्मेन्टले बसाल्नु पर्ने होला नि। तर सिस्टम 1 घन्टा ढिलो त्यहाँ अहिले मैले अस्ति नै एक दिन अब हाम्रै संस्थाको संयोजकजी जो उपेन्द्र दाईकोमा गएँ, अनि एकछिन यसो म यति 10 मिनट पहिला पुगेछु, उहाँले 10 मिनट पछि अनि उहाँले भन्नुभयो यो यहाँ त ठ्याक्कै टाइममा जाने सिस्टम कम हुने, अनि त्यो भएको हुनाले हुन्छ भने म फेरि टाइममै जानुपर्छ भन्ने। अनि म त्यस्तै कुराहरूमा प्रायः 10 मिनट 15 मिनट ढिला भयो भने मलाई जानु मन लाग्दैन, अब सरी भन्न चाहन्छु कि, किनभने त्यो गयो भने फिल पनि हुँदैन। कुनै पनि प्रोग्राममा 10-15 पछि गयो भनेपछि म आफैलाई लाज लाग्छ। अनि कमसेकम कुनै पनि काम गर्दाखेरि, कुनै पनि मिटिङमा जाँदाखेरि 5 मिनट 10 मिनट पहिला जानुपर्ने हो नि त भन्ने हो भने त। हामी यहाँ त्यो सिस्टम छैन। चाँडो गएर भयो भने यहाँ कस्तो रहेछ भने पहिला गएर वेट गऱ्यो भने त्यसलाई नेगेटिभ सोचाइले गर्ने, इम्पोर्टेन्स देखाउनु पर्ने के आफ्नो ढिला गएर तर त्यो त खास लाज मान्न पर्ने हो नि। यहाँले भन्नुभएको जस्तो यो सिस्टम अरू कसैले बिगारेको होइन, हामीले नै बिगारेको हो। र यो सिस्टम अरू कसैले बनाउनेवाला पनि छैन, हामीले नै बनाउनु पर्ने हो। त्यति चाहिँ हामीले आफैलाई भने अर्कालाई दोष नदिकन आफूले ब्लेम लिनुपर्छ। यो अहिले देशको राजनीतिक कन्डिसन हामीले हेऱ्यौँ भने पनि एक हिसाबले वैकल्पिक राजनीति आउनुपर्छ अगाडि। अनि यसो हेर्दाखेरि पुरानैमा पनि ओल्ड भर्सेस न्यू भने जस्तो देखिराखेको छ नि। हजुर, यो चाहिँ यसलाई अब फेरि मिनी नेपाल भन्नु भयो यहाँले। एनआरएनएमा हेऱ्यौँ भने पनि एनआरएनएमा पनि पुस्ता हस्तान्तरण अथवा ओल्ड भर्सेस न्यू अथवा पुरानो पुस्ताको कुरा मन नपराउने अथवा नयाँ आफ्नो हिसाबले आउने यस्तो खालको छ। हाम्रो नेपालमा राजनीतिको नैतिकता छैन एउटा कुरो, होइन? किनभने एउटै पार्टीको अध्यक्षले आफू जीवनकालसम्म पार्टी अध्यक्ष बसिराख्ने कुनै देशमा छैन, त्यो कहीँ पनि संसारमा छैन। भनेपछि एउटै पार्टी व्यक्तिले 40 वर्ष पार्टी चलाउने उतै पार्टी व्यक्तिले सरकार नि त चलाएको हुन्छ, होइन? भनेपछि त्योभन्दा तल भनौँ बच्चाहरूको सोचाइ चेन्ज गरे हुन्छ, समयअनुसार सबै कुराहरू चेन्ज भइसकेका हुन्छन्। तर मान्छे बुढो हुँदै गयो भने पुरानो नेचर चेन्ज हुन सक्दैन क्या, त्यो चेन्ज गराउनै सक्दैन। मैले चाहेर पनि चेन्ज हुन सक्दैन भनेपछि त्यो नेचर त त्यहीँ बसिरह्यो नि त। अनि कोरियामा त सबभन्दा छोटो राजनीतिकलाई त उनीहरूले नैतिकताको राजनीति तुरुन्तै राजीनामा दिन्छ। आफ्नो पार्टीले भनौँ न एउटा सांसदको चुनाव भएर आफ्नो पार्टी हार्यो, सांसद भन्यो यदि सिट ल्याएन भने अध्यक्षले पहिला राजीनामा दिने र त्यसपछि फर्केर पनि आउँदैन। भनेपछि यहाँ त राजीनामा दिने भन्ने अनि फेरि मेरो गल्ती हो भन्ने महसुसै भएन। आज पनि काङ्ग्रेस फुट्नुको कारण, होइन? क्या त्यत्रो अब आफ्नो भनौँ न जीवनकालसम्म त्यत्रो भनौँ न सङ्घर्ष गर्नुभयो शेरबहादेव अध्यक्षज्यू भनौँ सभापतिज्यूले। भनेपछि उहाँले अझै पनि गर्न चाहन्छु भने पनि उहाँको स्वास्थ्यले भ्याउँदैन। उहाँले म गर्छु भने पनि त्यो उसले भ्याउँदैन क्या। भनिसकेपछि त्यो असर कहाँ पऱ्यो? सिधै तल्लो पुस्तालाई पऱ्यो नि त, अनि देशलाई पनि पर्या हुन्छ। भनेपछि ती ठाउँ खाली गर्दै गयो भने त प्रतिस्पर्धा हुन्छ। नयाँ कुनै न कुनै व्यक्ति राम्रो आउन सक्छ पार्टीमा होस् अथवा त्यही पार्टीले देश बनाउने हो फेरि। भनेपछि हाम्रो यहाँ त अब आफ्नो पावर भइन्जेलसम्म पावर ओगटेर बसिसकेपछि त त्यसले त यही देश पछाडि पर्नु कारण यही त हो नि भन्ने। त्यही भएर विदेशमा बस्ने एनआरएनहरू भनौँ, विदेशमा बस्ने पुर्खाले पनि पुस्तान्तरण हस्तान्तरण गरेर हाम्रो पालो आउनुपर्छ। हामीसँग भिजन राम्रो छ। अब मेरै छोराले मेरै बच्चाहरूले तिमी अन्त म गर्न सक्छु, क्यापेसिटी छु भनेपछि मेरो बिजनेस छोड्नु परेन, छोड्नुपर्छ नि त। भनेपछि यो उमेरको अन्तर धेरै हुँदो रहेछ। त्यो उमेरको अन्तरलाई ख्याल गरेन भने त्यो सबै कुराहरू आफ्नो परिवारदेखि ल्याएर देशमादेखि जहाँसुकै फरक परेको हुन्छ भन्छु म त। फेरि अब एकैछिन यहाँको कार्यकालको कुरा गरौँ। यहाँको कार्यकालको कुरा गर्दाखेरि अलिकति विवाद भएको अथवा फुट आएको बेलामा यहाँ हुनुहुन्थ्यो है, त्यो अलिकति त्यसको बारेमा कुराकानी गरौँ न। म गैरावासी नेपाली सङ्घको त्यो एउटा गैरावासी नेपाली सङ्घ 20 वर्ष भएपछि त्यो एउटा जमात हुँदो रहेछ र त्यति बेला गैरावासी नेपाली सङ्घमा धेरै इच्छा शक्तिका साथीहरू हुनुभयो र हामीहरूले त्यति बेला एउटा नयाँ अभियान चल्न सुरु गरेका थियौँ। एउटा के थियो भने हामी गैरावासी नेपाली सङ्घ पहिला सीमित थोरै थियौँ, अहिले अब धेरै अब लाख मेम्बर हुनै गइसक्यो भने सबै नेपालमा आउनलाई गाह्रो हुनसक्छ
र यसलाई अनलाइन मार्फत आफ्नो मत अधिकार राखिदिउँ न। हाम्रो सुरुवात के भएको थियो भनेपछि एकपटकको नेपाली सधैँभरिको नेपाली भन्ने एउटा अभियान त भयो र हामीले वर्षको 2 पटक नेपालमै उपस्थित हौँ र नेपालमै हाम्रो आफ्नो क्यान्डिडेट र आउने कार्यकाललाई चुनौँ भन्ने कुराहरू थियो। हाम्रो महाधिवेशन नेपालबाटै गरौँ। त्यो उद्देश्य के थियो भने यसो नगरेसम्म नेपाल मान्छे नफर्किने भयो। नेपालमा उद्यमशील गरेका साथीहरू, नेपालमा अलिकति केही गर्छु भन्ने साथीहरू र कोही भोटरहरू नेपालमा केही सिक्नु त पर्यो नि त भनेर त्यो उद्देश्यले हामीहरूले पहिला त्यो सुरुवात गरेका थियौँ। त्यो एकदम राइट थियो। संस्थापक अध्यक्ष उपेन्द्र महतोज्यू र त्यो संस्थापक उहाँले राख्नुभएको अभियान त्यो एकदम ठिक थियो। तर पछि के हो भने यसको मेम्बरसिपको भोटरहरू लिस्टहरू सबभन्दा ठुलो भइसक्यो। अनि त्यहाँबाट फेरि अहिले अनलाइनको जग्गा पनि आइसक्यो र अनलाइनलाई पनि प्रयोग गर्नुपर्छ है भन्ने भइसक्यो। अनलाइन भोटिङलाई पनि हामीहरूले मध्यनजर राखेर दिउँ न त। मताधिकार हामी नेपालमै आएर दिनुपर्छ भन्ने कुराहरू छैन, बाहिरबाट पनि दिउँ भन्ने कुराहरूको केही साथीहरूको आयो र कोही साथीहरू होइन नेपालमै जाउँ न, विदेशबाटै बसेर आफ्नो अधिकार खोज्नुभन्दा नेपाल आफ्नो मातृभूमि टेक्ने वातावरण बनाइदिउँ भन्नेहरूको कुराहरू आयो। म टेक्नुपर्छ, नेपाल फर्केर आउनुपर्छ र नेपाल म पनि नेपाल आफू भन्ने हो भनेपछि नेपालमा सायद गैरवासी नेपाली सङ्घ हुन्थेन भने म नेपालमा आएर बिजनेस गर्ने थिएन। किनभने गैरवासी नेपाली सङ्घले गर्दाखेरि म नेपाल आइराख्नु पर्यो। आइसकेपछि मैले नेपालमा अपर्च्युनिटी रहेछ है, नेपालमा केही गर्नु पर्दो रहेछ है, म नेपालमा आइसक्यो भने म केही गर्नुपर्छ भन्ने कुराहरू म त्यसरी ज्ञान पाएको। हुन त म मेरो पहिल्यैदेखि बिजनेस पोलिसी त नेपाल नजिक भएको हुनाले अलिअलि थियो। त्योभन्दा ठुलो कुराहरू त्यसरी भएको। तर मैले अब मानिलिउँ डिस्प्युट भएको यही भोटिङकै कुरामा डिस्प्युट भएको। भोटिङकै कुरा अनलाइन गर्ने कि अफलाइन गर्ने भन्ने कुराहरूमा भयो। भइसक्यो हामी अफलाइन गर्नुपर्छ भन्नेमा आइयो। हामी अफलाइन नै गरेर महाधिवेशन सुरु गरियो। केही साथीहरू अनलाइन गर्नुपर्छ भन्नुभयो र उहाँले अनलाइनलाई कुरेर महाधिवेशन गर्यो। अनि त्यसैबाट हामी डिभाइड भएर हामी फरक पर्यो। अनि यो सुप्रिम कोर्टको इन्टरभेन्सन चाहिँ के हो यसमा? त्यसपछि हामीहरूले अब महाधिवेशन गर्दै विधानमा त 2टा अध्यक्ष भन्ने त थिएन। त्यो एकतिर उहाँहरूले अनलाइनबाटै भोटिङ गराएर 3 जना अध्यक्ष बनाउनु भयो, त्यो विधानमा थिएन। हामी फेरि अफलाइन गराइयो, काठमाडौँमै उपस्थित गरेर महाधिवेशन गराइयो, म सिङ्गल अध्यक्ष भयो। भनेपछि संस्था त 2टा भयो। 2टा भइसकेपछि अब संस्थालाई एउटा गर्नु थियो नि त, न्याय पाऊँ भनेर हामी अदालत गइयो। 3टा त विधानले नभए अध्यक्ष कसरी बनाउनु भयो भनेर हामी गइयो। गइसकेपछि अब त्यो अदालत भनौँ न त्यो अब न्यायको अब प्रतीक्षा कुर्दै 2.5 वर्ष 3 वर्ष लाग्यो। 3 वर्षमा एउटा अदालतबाट सर्वोच्च अदालतले होइन तपाईँहरूको 2टै महाधिवेशन विभिन्न किसिमले त्रुटि छ, हामी एउटा स्टे अर्डर भएको बेला महाधिवेशन गऱ्यौँ, स्टे अर्डर गरेर महाधिवेशन किन गरियो भन्ने भयो। उहाँहरू विधानमा नभएको अध्यक्ष 3टा कसरी हुनुभयो भन्ने कुराहरूले 2टैलाई त्रुटि देखाएर तपाईँले फेरि महाधिवेशन गर्नुहोस्। फेरि अब एकताको महाधिवेशन र एउटा भनौँ न एउटा सर्वोच्चले नै हाम्रो पूर्व अध्यक्ष शेष खलेको नेतृत्वमा पूर्व अध्यक्षहरू राखेर एउटा 13 जनाको कमिटी नै बनाइदियो भनौँ। अनि त्यसपछि त त्यसले एउटा महाधिवेशन गर्नु भनेर भनिसकेपछि हामीहरूले गएको मेमा 3 तारिक 4 तारिक 5 तारिकमा महाधिवेशन गर्ने भनेर अभियान चालेर महाधिवेशन गर्यौँ। त्यसमा पनि एकता केही साथीहरू फेरि अनलाइनै गर्नुपर्छ भन्ने भयो। हामी अफलाइनै काठमाडौँ आउनुपर्छ भनेर महाधिवेशन गरियो र अलि ठुलो टिम फेरि एकता भयो। फेरि केही टिमहरू फेरि होइन अनलाइनलाई पनि समावेश गर्नुपर्छ भन्नुहुने भयो र त्यो फेरि अहिले पनि केही छुटेको थियो। यो पटक हामीहरूले बद्रीजी अनि त्यसपछि हाम्रोबाट त्यति बेलाको महाधिवेशन एकता महाधिवेशन महेश श्रेष्ठजी जापानबाट उहाँ अध्यक्ष हुनुभयो। बद्रीजी पुरानै 11औं कार्य समितिको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ र हामी फेरि मिलाउनु पर्छ भनेर अहिले एकदम हामी यही अब आउने फेब्रुअरीमै महाधिवेशन गर्नुपर्छ भनेर हामी ताकेदार गरेका छौँ। अब त्यसमा पनि भोटिङ लिस्ट उम्मेदवारका विभिन्न क्राइटेरियाहरू नपुगेको अवस्था भएको हुनाले अहिले पनि अफलाइन र अनलाइनलाई के गर्ने भनेर यही मुद्दामा चलिरहेछौँ अहिले पनि हामी। भनेपछि हामीले बुझ्दाखेरि चाहिँ अब मिल्ने रे अथवा मिलेको रे भनेको भए पनि भित्री ऊ चाहिँ अझै पनि यही महाधिवेशनले फेरि के गर्छ भन्ने हुन्छ कि महाधिवेशनमा सबै समावेश हुनु पर्यो नि मिल्न। अनि अस्ति महाधिवेशन छ कि 8 महिना अगाडि मे भनेपछि मे जुन जुलाई अगस्त सेप्टेम्बर कति 6-7-8 महिना जति अगाडि महाधिवेशन भएको। अब फेरि फेब्रुअरीमा महाधिवेशन हुँदाखेरि अनि कुरा मिलेन कि महाधिवेशन गर्ने चाहिँ समस्याको समाधान भयो। त्यसमा किन महाधिवेशन गर्नु पर्यो भनेर हामीहरूको महाधिवेशन गरियो 2 वर्ष कार्यकाल हो, पुरा अझै बाँकी छ। तर फेरि अब भनौँ अर्को साथीहरू त त्यहाँ जोइन हुनु भएन नि, उहाँहरूको टाइम पुगिसकेको थियो। अब भइसकेपछि उहाँहरूले पनि महाधिवेशन गर्नुपर्ने अवस्था आयो। फेरि तुरुन्तै यही अप्रिलमै महाधिवेशन गर्नुपर्छ उहाँले। फेरि 2टा संस्था अलग अलग नबनाऊ न, बरु एउटाको कार्यकाल लामो छ त्यसलाई छुट्याइदिउँ र उहाँहरूको गएको अक्टोबरमा महाधिवेशन हुनु पर्थ्यो, बरु 6 महिना पछाडि सारौँ र जोडेर एउटै महाधिवेशन फेरि गरौँ र हामी संस्था एकता हौँ है भनिहाल्नु भयो नि।
हामी बाहिर केही सिक्छौँ, केही उद्यमशीलता हुन्छौँ, सिस्टमलाई मान्छौँ भनेर गइरहेपछि नेपाली नै फुट्यो भने देशले के पाउँछ त भनेर नै हामीले ल्याएका सिस्टमलाई हामी पनि फलो गर्दै जाउँ। अनि त्यसपछि त पो सरकारलाई भन्नु छ, देशमा केही सिकाउनु पर्ने छ। फेरि फुट्यो भनेपछि कामहरू धेरै हाम्रा गैरवासी नेपाली नागरिकताका मुद्दाहरू छन्। अनि अझभन्दा योभन्दा अब मिनी नेपाल बाहिर छ, तिनका मुद्दाहरू छन्। यसमै हामी लडिराख्यौँ भने मुद्दालाई त हामीले हेर्नै पाएनौँ। तर मैले बुझेअनुसार एउटा तबका यस्तो छ कि जसले चाहिँ अस्ति भर्खर महाधिवेशन भएको थियो, यो महाधिवेशनलाई हामी मान्दैनौँ भन्ने तबका पनि छ नि त, होइन? हो, त्यही भइरहेछ अहिले। भनेपछि मेलमिलाप त सुन्नलाई मात्र होला, हुन चाहिँ गाह्रै छ जस्तो देखे त हो कि के हो? होइन, उहाँहरूलाई पनि हामीहरूले कन्सेप्ट भने एउटा उहाँहरूसँग पनि एउटा कन्सेप्टमा लिएर मिल्नुपर्छ भन्ने एउटा 10 बुँदे सहमति भएछ दुवैतिरबाट। अब यो दुवैतिरबाट सहमति भएको के हो भनेपछि आउने 6 महिनाभित्रमा महाधिवेशन गराउनु पर्छ भन्ने हो। ठ्याक्कै अप्रिलमै गर्नुपर्छ, ठ्याक्कै फेब्रुअरीमा गर्छु भन्ने थिएन। यहाँ फेरि फेब्रुअरीमा गरिएन भनेपछि यो उहाँहरूको विधानले जुन अहिले बद्रीजीहरू हुनुहुन्छ, जो 11औँ कार्यसमिति एकतिरको, त्यो 11औँ कार्यसमितिको फेरि म्याद अफ हुन्छ भनेर र अप्रिलभित्रैमा भए पनि महाधिवेशन गराउँ भन्ने हामी सबैमा समावेश लगभग एउटा सहमति ड्राफ्ट तयार भएको हो। तर हाम्रा पनि राष्ट्रिय समन्वय परिषद भनेको हाम्रो विभिन्न देशमा हाम्रा कार्यसमिति दुईटा छन्। फेरि त्यो दुईटा कार्यसमितिको पनि कोहीको टाइम थुप्रै छ, कोहीको टाइम कम छ, होइन? अनि त्यसपछि त्यहाँ पनि फेरि राजनीति जन्जल छ क्या त्यसमा। अनि त्यसले गर्दाखेरि मिलाउन अलि गाह्रै भएको अवस्था छ, तर मिलाउनै पर्छ भन्ने हाम्रो उद्देश्य। विनोदजी, अहिले सबै कुरा सुन्दाखेरि त हो रहेछ, साँच्चीकै मिनी नेपाल हो रहेछ भनेर चाहिँ अहिले मलाई पनि चित्त बुझ्यो। अब एकैछिन हामी यो अर्थतन्त्रको कुरा गरौँ अथवा बिजनेस व्यापारको कुरा गरौँ। यहाँ मैले थाहा पाए अनुसार धेरैवटा प्रडक्ट्सहरूसँग अफिलिएटेड हुनुहुन्छ नेपालमा। हामी गयौँ भने धेरै ठाउँमा, चाहे त्यो रामेन इन्डस्ट्रीमा होस्, चाहे कोरियन प्रडक्ट्स कस्मेटिक इन्डस्ट्रीमा होस्, धेरै कुराहरूमा चाहिँ हामीले यहाँका प्रडक्टहरू देख्न पाउँछौँ। कतिको सहज छ एनआरएनलाई नेपालमा यसरी बिजनेस गर्नलाई? नेपाली गभर्मेन्टले कतिको हेल्प गर्छ? यहाँको एक्सपिरियन्स कस्तो रह्यो? अब एकदम गाह्रो प्रश्न हो यो। अब आफूले धेरै अनुभव गर्यो। अब यसलाई अब पोजिटिभली सोच्नुपर्छ भन्छु म। किनभने हामी विदेशमा गएर आफ्नो उद्यमशील गर्दै जाँदाखेरि त्यहाँ पनि त्यति सहज त थिएन नि। धेरै साथीहरूले गर्नुभयो त्यत्रो, अब संसारकै धनी शेष गले, अब अनि अस्ट्रेलियाकै अब धेरै नजिक आउनुहुन्छ, उहाँहरूलाई पनि त्यति सहज थिएन होला विदेशमा। भनेपछि हामी पनि, म कोरियामा पनि आफ्नो उद्यमशीलता राम्रै गरे हो, अझै पनि राम्रो छ। भनेपछि त्यहाँ पनि सहज थिएन मलाई पनि, सुरु धेरै टाकलै थियो। तर नेपालमा के हो भने सिस्टम बन्दैन क्या। बिजनेस त सजिलो होइन, सधैँ गाह्रै बिजनेस जेमा पनि गाह्रो हुन्छ। तर नेपालमा के हो भने सबभन्दा अहिले आयो ठ्याक्क गभर्मेन्टकै कुराहरू। भने गभर्मेन्टको स्थायित्व भइदिएन भने, स्थिरता भइदिएन भने यो सबै चिजमा हानि त रहेछ। पोलिसी त गभर्मेन्टबाटै बन्ने हो, राजनीतिक दलले नै ल्याउने पोलिसीहरू हुन्। ती पोलिसीलाई कार्यान्वयन किन भएन त? गैरवासी नागरिकता कार्यान्वयन भइदिएको भए हामीलाई बिजनेस गर्नलाई अझ एकदम ठुलो सहजीकरण हुन्थ्यो। हामीहरूले अहिले पनि गाह्रो छ नि त। भन्यो भने त म आफ्नो प्राइभेट लेन लिन पाउँदिनँ, जुन कि म कोरियामा विदेशीले तपाईँहरू जोगा पनि लेन लिन पाउनुहुन्छ प्राइभेट लेन आफ्नो नाममा। भनेपछि हामी त हाम्रो पुस्ता यहीँ जन्मेर हाम्रो नागरिकता यहीँको हो नि त, र हामीले पनि यहाँ आफ्नो प्राइभेट लेन लिन नपाउने, भनौँ न ब्याङ्किङ प्रोसेसमा झन्झटिलो गराइदिने, यी प्रोसेस त छन् नि त। तर गैरवासी नेपालीले यसलाई सुविधा गराउनुपर्छ र यसको लागि लड्नुपर्छ, र यो नभएसम्म देशको विकास गर्न सकिँदैन भन्ने हो। र अर्को कुरो मैले सधैँभरि के भन्छु भने, राजनीतिक दलले सबैमा के भन्छु भने, संसारमा पब्लिक बिनाको, जनसङ्ख्या बिनाको देश कहीँ पनि धनी हुन सक्दैन। हामी जम्मा 3 करोड जनसङ्ख्यामा लगभग 1 करोड जनसङ्ख्या बाहिर भइसक्यौँ। त्यो पनि ऊर्जाशील जनसङ्ख्या बाहिर छ, र त्यसपछि सेकेन्ड जेनेरेसन अझ ऊर्जाशील छ, तिनीहरू नेपाल आउन चाहेको छ। हामीहरूले नागरिकतालाई निरन्तरता राखिदिएर, जुन अब संसार भनेको अब नागरिकता भन्ने हुँदैन क्या। अब वास्तवमा पछि गइसक्यो भने नागरिकताको भ्यालु भन्दा पनि म कहाँबाट स्थापित हुन्छु र कहाँ के हुन्छ भन्ने कुराहरू हुन्छ। होइन, ग्लोबलाइज भइसक्यो, मनी नै अब हावामा छ हुन्छ, पछि पैसाकै भ्यालु त्यसरी चेन्ज हुँदैछ भने हामीले नागरिकता इस्युलाई छिटो टुङ्गाइदिएर विदेशमा बसेका हाम्रा पुस्ताका साथीहरूको जस्तै अब हामी त फेरि अब आर्मीको लागि विदेश गयौँ नि त, होइन? ब्रिटिस आर्मी भएर गयो, उहाँहरूको गल्ती थिएन नि। उहाँ आफ्नो एउटा जागिरको लागि राष्ट्रले पठाएर गइराखेको एउटा ब्रिटिस जागिरले उहाँले आफ्नो नागरिकता, आफ्नो मातृभूमिको नागरिकता त्याग्नुपर्ने छ भनेपछि उहाँको फ्यासिलिटी ल्याउन लागि पनि यहाँको नागरिकता त चाहिने हो, आफ्नो मातृभूमिको चाहियो। उहाँको फ्यासिलिटी त छोड्न पाइएन नि। आफूले पाएको त्यस्तो 10-15 वर्ष 20 वर्षसम्म गरेको पेन्सनलाई त
नेपालमै ल्याएर युज गर्न चाहनुहुन्छ। यी यस्ताहरूले गर्दा नागरिकता निरन्तरता भइदियो भने नेपालमा बिजनेस गर्नलाई गइरहेपछि नेपाली साथीहरूलाई अझ सहजीकरण हुन्थ्यो। तर नेपालमा अपर्च्युनिटी पनि राम्रो छ। म सधैँभरि किन भन्छु अहिले भन्नुभयो म कोरियामा भएर नेपालमा भएको हुनाले मेरा प्रोडक्टहरू कोरिया भनेको एउटा इन्डस्ट्रियल एरिया कल्चर एरियाको एउटा नेपालको नजिक देश हो क्या कोरिया भनेको। यति छिटो विकास गर्यो हामी त्यही हामीले गरेको विकास हो भन्छु म कोरियालाई। कोरियाको राम्रा प्रोडक्टहरू ठुल्ठुला मल्टी कम्पनीको प्रोडक्टहरू जस्तै लोटे ग्रुपको चोकोपाईहरू भयो, नोङसिङ ग्रुपको सिन्लामे चाउचाउहरू भए, त्यो मेरो यहाँ नेपालको म आफू डिस्टिलरी हो, म आफ्नो एउटा यहाँको पार्टनर हुँ भन्न उनीहरू। त्यो मेरो अहिले नेपालमा राम्रो सेल्स भइरहेछ, राम्रो भनौँ न कोरिया प्रोडक्टको नेपालमा राम्रो एउटा मार्केट छ। र त्यही गर्दै जाँदाखेरि मैले कतिन्जेलसम्म विदेशबाट सामान ल्याएर बेच्ने त होइन। मैले सोचेर नेपालमै फ्याक्ट्री लाउनुपर्छ। अब मार्केट छ भने नेपालमा राख्दाखेरि त धेरै एउटा नेपालमा भनौँ रोजगारको भनौँ विकास गरियो, रोजगारलाई एउटा सुरुवात गरियो। अर्को कुरा के छ भने हाम्रो आय स्रोत अनुसारको राम्रो क्वालिटीको सस्तो प्रयोग गर्न पायो नि त, र धेरै मासले प्रयोग गर्न सक्छ भन्ने हिसाबले मैले अहिले चाउचाउ फ्याक्ट्री भयो। अनि नेपालको कोरियाको सबभन्दा राम्रो अहिले संसारलाई एकदम टप बनाएको कोरियन कस्मेटिक फ्याक्ट्री पनि अहिले नेपालमा अब सायद आइरहेको छ ओरा ब्रान्डको। त्यो अब 1 तारिक हाम्रो नेक्स्ट फेब्रुअरी 1 तारिक हाम्रो लन्चिङ हुँदैछ त्यसको पनि। यो हामीले यतिमा मैले हजुरलाई जोडेँ, नेपालमा सम्भावित छ। किन छ भने नेपाल, इन्डिया, बङ्गलादेश यो हाम्रो एउटा यङ जेनेरेसन, एउटा चाइना, एउटा ठुलो संसारकै सबभन्दा ठुलो जनसङ्ख्या भएको देशको भूमिमा हामी छौँ क्या। यसलाई गभर्मेन्टले युज गरेर फ्यासिलिट गराइदिएर यहाँ उद्यम गर्न सक्ने एउटा राम्रो व्यवस्थापन गर्यो भने हामी बाहिरका गैरवासी नेपालीले कमाएको धन पुँजी आर्जन यहीँबाट एउटा रोजगार उत्पादन गर्न सकिन्छ भन्ने मेरो कन्सेप्ट हो। होइन विनोदजी, विदेशमा तपाईँ जानुभयो, विदेशीले तपाईँलाई एउटा प्लेटफर्म दिएर त्यहीँ यसरी एक्सप्लोर गर्ने मौका दियो। अनि नेपालमा जहाँ हामीलाई अहिले सबै कुराको खाँचो छ भनौँ न, उद्योगको खाँचो छ, रोजगारीको खाँचो छ, त्यस्तो बेलामा त झन् नेपालीलाई अलिकति सहज बनाइदिनलाई चाहिँ गभर्मेन्ट किन हिचकिच्याएको त? जेनजी आन्दोलनको बेलामा बुझ्नुभयो नि त नेपालमा के समस्या छ भनेपछि नेपालमा उद्यमशील गर्न हुँदैन, नेपालमा धनी हुन हुँदैन, नेपालमा घर राम्रो बनाउनु हुन्न, नेपालमा राम्रो चिज गर्नुहुन्न भन्ने एउटा राजनीतिक कन्सेप्ट फालियो क्या कुनै दिन। दण्डकालको बेलामा फालियो, कति बेला फालियो थाहा छैन मलाई। अहिले के छ भनेपछि उद्यमशीललाई गएर घर चलाइदिने होइन, गएर फ्याक्ट्री चलाउने भनौँ न। अब जो उद्यमशील छ उसले त आफ्नो किसिमको फ्यासिलिटी त लिने भयो नि त, फ्यासिलिटी त ल्याउनु पऱ्यो नि त। भनेपछि यो कारणको भने राजनीतिमा मान्छे जनतामा हामीहरूले नेगेटिभ कुराहरू सिकाइराखेका छौँ क्या। व्यापारी गर्नु हुँदैन जुन म त अचम्मै मान्छु साँच्चै भने, मैले त पोजिटिभ लिएर गरिराखेको छु। विदेशमा व्यापारी आयो भने वेलकम गरिदिन्छ, कुनै पनि सरकारी कार्यालयमा जाओस्, कुनै पनि ब्युरोक्रेसीमा गयो भने उसको सिस्टमले तुरुन्तै कामहरू हुन्छन्। ब्याङ्कले त्यति एक्सेप्ट गर्छ। यहाँ त ब्याङ्कमादेखि ल्याएर जहाँसुकै अवरुद्ध नै छ। अनि त्यसै अलिकति केही राम्रो गरेर केही भनौँ चटकचुटुक परेर एउटा बिजनेस अलि राम्रो भयो भने त यसले फटाए गर्यो, यसले डाकी गर्यो, यसले शोषण गर्यो, ट्याक्स तिरेकै हेर्दैन। त्यस्तो छ क्या। त्यो यस्तो भयो ओभर द पिरियड अफ टाइम। यो राजनीति कर्मीहरूले आफ्नो फाइदाको लागि भनौँ न, हामीलाई जातीय हिसाबमा होस् या धर्मको हिसाबमा होस्, या यहाँले भन्नुभएको जस्तो अलिकति के भन्छ एलिट वर्ग र कोही हुनुहुन्छ अलिकति निम्न वर्गमा यो छुट्याइदिएको चाहिँ उनीहरूले आफ्नो राजनीतिक फाइदाको लागि हो। तर अहिले आएर चाहिँ हाम्रो यो कल्चर जस्तो बन्यो कि हामीलाई सिक्नुपर्ने हो नि त। मैले त यहाँसँग धेरै कुरा सिक्नुपर्ने हो कि यसरी भनौँ नेपालमै पनि कतिजनालाई रोजगारी दिइराखेको मान्छे, नेपालको इकोनोमीलाई हेल्प गरेको मान्छेलाई त सरकारले सहज बनाइदिनु पर्ने होइन र? अनि अघि यहाँले नेपालका लागि नेपाली भन्दै गर्दा नेपाली गभर्मेन्टले यहाँलाई नेपालीको रूपमा हेरेको छ? नेपालीको रूपमा गभर्मेन्टले हेरेको भए त अहिले हाम्रो नागरिकता नै भनौँ कार्यान्वयन गर्थ्यो होला नि त। यी कुराहरूलाई नै गइरहेपछि नेपालीको नागरिकता अहिले पनि कार्यान्वयन गर्न सकेका छैन भने नेपालीकै रूपमा ठ्याक्कै हेऱ्यो भन्न त कसरी मिल्यो र? नेपाल सरकारलाई सोध्यो भने त हामीले त नागरिकता प्रोभाइड गरेका छौँ, त्यो नागरिकताले सम्पत्ति पनि कतिसम्म राख्न पाइने एकदम सहज बनाइदिएको छ भनेर भन्छ। त्यो नागरिकताले गर्छ चाहिँ के खासमा? अहिले त्यो नेपाली गइरहेपछि नेपाली नागरिकता एउटा छ, गैरआवासीय एनआरएन कार्ड भनेर अर्को छ। यो दुईवटा छ हामीहरूसँग अधिकार। एउटा गैरआवासीय नेपाली कार्डले त्यो यहाँ आफ्नो लगानी नेपालमा भएको लगानीलाई आफ्नो
उसमा राख्नलाई भनौँ ब्याङ्क कारोबार खोल्नलाई यता सहज त गरेको छ। अब त्यसले अहिले आएर ठ्याक्कै पहिला एउटा सीमित जग्गा घर गरेर किन्न दिन्थ्यो, अहिले 1-2 वर्ष भयो सरकारले त्यो कुराहरू कटौती गरेको छ। पहिला दिएका फ्यासिलिटी पनि अहिले काटिएका छन्। लोन पनि भनौँ त्यही भएपछि त लोन लिनलाई पनि त समस्या हो नि। उद्यमशील बन्नलाई फ्याक्ट्रीको हिसाबले गएर कम्पनी खोलेर गर्नलाई पायो, तर प्राइभेट सम्पत्ति र प्राइभेट युज गर्नको लागि गैरवासी नेपाली नागरिकतालाई कार्यान्वयन गरिदिएको छैन। एउटा कागजको खोस्टो जस्तो भएछ त्यो। त्यसलाई कार्यान्वयन गर्नलाई त नीतिगत जानु पर्यो नि, जहाँसुकै जानु पर्यो। अब दिएको छ, अब भनौँ न सबै अब गृह मन्त्रालयले परिचालन गरेर जिल्ला प्रशासनदेखि लिएर जहाँसुकै परिचालन गरेर त्यो पाइएको त छ, तर त्यसले ठ्याक्कै भनेको पूर्णता पाएको छैन। त्यसलाई कार्यान्वयन अहिले हामीहरूले परराष्ट्र मन्त्रालय र अनि त्यसपछि गृह मन्त्रालय र अनि त्यो कानुनसहित गरेर हामीहरूले यसलाई कार्यान्वयन छिटो गराउनु पर्यो भनेर अहिले यो प्रोसेसमै छ। सायद चाँडो भइदिए हुन्थ्यो भन्ने हो। त्यसले के गर्न पाइन्छ अहिले नेपाली? अहिले त वास्तवमा त्यसले एउटा नेपालमा बस्न पाउँछ होइन, त्यो बस्न पनि भिसाको थपिराख्नुपर्छ, थप्नलाई फ्यासिलिटी भयो, अनि कम्पनी खोल्न पायो, कम्पनीको आधारहरू, अनि आफ्नो नेपालको पुँजी छ भने कम्पनी मार्फत ब्याङ्क खोल्न पायो, तर प्राइभेट लोन लिन पाउँदैन, प्राइभेट घर जग्गा किन्न पाउँदैन त्यसले। अनि भनौँ न यस्तै बिहाहरू वा बिहा दर्ताहरू यिनीहरूलाई पनि रोकिदिएको अवस्था छ। त्यो छिटो कार्यान्वयन गर्नुपर्छ भन्ने। अनि मैले यसो हेर्दाखेरि विदेशबाट यत्रो लगानीहरू आउँदाखेरि चाहिँ आउनुहोस् त्यो गर्नुहोस् भन्ने एउटा प्लेटफर्म चाहिँ रहेछ। विदेशी नागरिकता भए पनि राम्रो पाटो भनौँ न, राम्रो पाटो। अनि यो एउटा हामी धेरै पटक यो एनआरएनको एउटा एजेन्डा नै थियो। यो हाम्रो एकपटक नेपाली सधैँभरि नेपाली र नेपाल विदेशमा कमाएको आर्जन सिपलाई नेपालमै लगानी गरौँ भन्नेले गर्दाखेरि यसलाई अहिले फ्यासिलिटेट गर्दै गएको छ, नगर्दै गरेको होइन। यी कार्यान्वयन गर्नुपर्ने त्यही त हो नि। केही कार्यान्वयन गर्छ भने गभर्मेन्टका चेन्ज हुने होइन, अनि त्यसपछि कर्मचारीहरूको पनि चेन्ज भइराख्ने गर्दाखेरि यो हाम्रा कामहरू एकदम ढिलो छ क्या। पनि भनिसकेँ हामी 3 घन्टा 4 घन्टा काम गर्छौँ, अनि त्यसपछि खोज्छौँ अरू विदेशको जस्तो छिटो कहाँ त छिटो हुन्छ हो त। अब चाहे हामी एनआरएनएको कुरा गरौँ या नेपालको चुनावी माहौल त दुवैतिर रहेछ भन्नु पर्यो। अहिले एकदम छ। अहिले अब चुनावी माहौल त विदेशमा बस्ने गैरवासीले नै हाम्रो मत अधिकार हुनुपर्छ भन्नेमा एकदम ठुलो माग छ होइन। कोरियामा कतिजना नेपाली हुनुहुन्छ भन्नुभयो? अहिले हामी 80,000 प्लस छौँ। अहिले नि 80,000 प्लस छ। अनि सबैजनाको त कोरियन नागरिकता त छैन होला नि। भनेपछि जतिजनाको नेपाली नागरिकता छ उहाँहरू त भोटिङ राइट्स त उहाँहरूको छ नि। अनि गैर आवासीय नेपालीहरूलाई भनौँ अथवा अघि यहाँले भन्नुभएको जस्तो अहिलेसम्म रेमिटेन्स वर्करले हामीहरूको मोर देन 33% अफ जिडिपी नेपालको रेमिटेन्सबाटै आउँछ। अनि यत्रो रेमिटेन्स आइराखेका वर्कर्सहरूको भोटिङ राइट्सको बारेमा हुन त नेपालमा पनि अहिले आउट अफ कन्ट्री भोटिङ हुनुपर्छ भनेर धेरै कुराहरू आइरहेछ। यहाँहरूले त्यसको पहल गर्नुभएको छ कि छैन? हामीहरूले यसको लागि पहल गरेका छौँ होइन। भनौँ न गैरवासी नेपाली साथीहरूको एउटा भोटिङ राइट भएको, जुन हामीहरू भोटिङ राइट नभएका व्यक्तिहरू बाहेक पनि त्यहाँ धेरै त लगभग 70% 80% त भोटिङ राइट भएका एनआरएनहरू। एनआरएन 2 किसिमको छ, एउटा विदेशी नागरिकता ल्याएको, एउटा नेपालमै नागरिकता ल्याएको पनि परराष्ट्रको एड अनुसार 2 वर्ष विदेशमा बसेकालाई गैरवासी नेपालीमा आबद्ध हुन पाउने भन्ने छ विद्यार्थी बाहेक। त्यस्ता साथीहरू त धेरै अब प्रोफेसरहरू भयो, कोरियामै ठुलो कलेजमा प्रोफेसरहरू हुनुहुन्छ हाम्रै साथीहरू होइन, भाइहरू। भनेपछि उहाँहरूको मत अधिकार हुनुपर्छ है भन्ने हो। जस्तै कोरियाले पनि हामी विदेशमा पायौँ भने विदेशबाट मत अधिकार दिन्छ क्या, यहाँ एमबिसीमा गएर भोटिङ गरिदिने धेरै कन्ट्रीहरू दिन्छ, किनभने उनी मत अधिकारलाई रोक्न हुन्न भन्ने। अनलाइन भोटिङ नै गराउन सक्ने देशहरू त एकदम कमी नै छन् अझ त्यस्तो, किनभने अलि त्यो नहुन सक्छ। अहिले आएर फिलिपिन्स मेक्सिकोहरूमा चाहिँ अनलाइन भोटिङ पनि सहज भइसक्यो होला। अब बिस्तारै त्यसको डेभलप गर्नुपर्ने हुन्छ। नभए भने हाम्रो कुटनीतिक विभाग हुन्छ नि त राजदूतावास, विदेशमा राजदूतावासबाट कोरियाले पनि राजदूतावासलाई नै प्रयोग गर्ने हो। म यहाँ नेपालमा बसेँ भने म कोरियाको भोट हाल्नु पऱ्यो भने कोरिया राजदूतावासमा मैले आफ्नो म अधिकारलाई राइट गर्नुपर्छ, म भोट दिन्छु भनेर। अनि त्यसपछि किनभने पब्लिकको मत अधिकार त हुनु पऱ्यो नि। अनि कोरियामा त भोटिङ पनि जस्तै वर्करहरूले ठ्याक्क त्यही टाइममा भोट गर्न पाउन्न भनेर अघिल्लै दिन पनि खुला गरिदिएको हुन्छ, 2 दिनसम्म तिमीहरूले तिम्रो टाइममा गएर भोट गर भनेर। भोट टाइम त एउटा छुट्टै हुन्छ, त्यसमा नै 25% भोट हालिसकेका हुन्छन्, जुन मेन भोटर दिनभन्दा पनि होइन। भनेपछि
हामीहरूको पनि सरकारले यी कुराहरूलाई विदेशमा गैरवासी नेपाली साथीहरू अब हामीहरू बाध्यताले गएका वर्करहरू छौँ नि त धेरै त होइन विदेशमा रहरले त आर्जन खासै गर्नु कोही विदेश जान्छ होला र मलाई त यहाँ आफ्नो देशमा बस्न अल्छी लाग्यो विदेश जान्छु भन्ने त कसैको पनि हुँदैन होला कि पढ्नको लागि जाने होला कि चाहिँ अब रोजगारीकै लागि चाहिँ बाध्यताले होइन र विदेश जाने बाध्यताले हो नि हामीसँग यहाँ रोजगारको छैन एउटा सेफ्टी छैन होइन अनि रोजगार पनि ठ्याक्कै हामीहरूका कलेज नै अहिले खाली हुन लागिसके होइन हामीहरूले राष्ट्रियता छोड्न लागिरहेका छौँ अहिले हाम्रै बच्चाहरूले नेपाली पढ्न भुलिसकेको अवस्था नेपाली पढ्दैनौँ यतिकै अब यहाँ कलेजहरू राम्रा कलेजहरू भनौँ न अहिले पहिला हामीहरूले पढ्ने बेलामा त्यो कलेजमा नाम निकाल्नलाई गाह्रो हुन्थ्यो कति पार लाउनु पर्थ्यो अहिले कलेजमै विद्यार्थी नभएर जम्मै बाहिर जाने अवस्था भइसकेको छ त्यसमा के हो भने देशमा एउटा सिक्रेट भनौँ न एउटा स्योरली भएन जागिर स्योर भइदिएन भने विदेशमा पढौँ र विदेशमै जागिर पाइहाल्छौँ त्यतै गरौँ न भनेर विद्यार्थीहरू नै बाहिर गइदिन लायो भने अब नेपालमा के हुन्छ त भनेको विद्यार्थी जुन यङ जेनेरेसन नै गइदिइसक्यो भने यहाँ त अब एकदम विकास झन् ढिलो हुने भयो नि त यी पढ्न गएका विद्यार्थीहरूलाई वा स्किल त्यहाँ बसेर काम गरेर स्किल सिकेका नेपालीहरूलाई चाहिँ नेपालमा कसरी फिर्ता लिएर आउने अब मैले अहिले पनि भने होइन सबभन्दा हामीहरूले राष्ट्रको पोलिसी हुनु पर्यो हामीहरूलाई विकास कसरी गराउने त्यो देशमा हामीलाई नेपालीलाई धेरै ठुलो अपेक्षा छैन क्या हामी नेपाली आफै सन्तुष्टि छौँ म यति मान्छु कि हामी संसारको ह्याप्पिनेसमा पनि हामी धेरै पर्छौँ नि हामीलाई केही चाहिएको छैन कि राष्ट्रले एउटा भनौँ न सुरक्षित र सरकारले एउटा लगानी गर्ने वातावरण नेपालमा पनि नेपालबाट हामीले अरू धेरै हेर्नै पर्दैन बिजनेस भनेको कम्पिटिसन हो अनि स्किल मेन पावरलाई सबभन्दा कलेजहरू भयो यहाँ सबै उहरू छन् त्यहाँ स्किल मेन पावर हामीहरूले कसरी पोर्ट गर्न सक्छौँ त भन्ने कुराहरूमा मेन दिन सक्नु पर्यो हामीहरू पढाइ केमा छ त मेन ध्यान न त पढाइ बिनाको संसार त कहीँ पनि हुँदैन होइन अहिले त फेरि आइटी एआईको जमाना आइसक्यो हामी ती पढाइलाई नेपालमा पढाउन सक्ने एउटा इन्भाइरोमेन्ट बनाउनु पर्यो हामी लगभग हामी नेपाल इलेक्ट्रिसिटीबाट हामी एकदम राम्रो ग्रिन इलेक्ट्रिसिटीबाट मुक्त हुने अवस्था आएको छ त्यो प्राइभेट सेक्टरले राम्रो लगानी गरिसक्यो जुन म त्यसमा पनि छु हाइड्रोमा पनि म आफै डेभलप गरिराखेको छु भनेपछि अहिले नेपालमा राजनीतिकमा जुन अहिले घटना भयो यसले ठुलो असर पारेको छ नेपालमा डेन्जर छ लगानी गर्ने भन्ने यसलाई कूटनीतिक विभागहरू राजदूतावास छ नि विभिन्न देशमा उहाँहरूले चिर्नुपर्छ नेपालमा त्यति बेला 2 दिन मात्र भएको आन्दोलन हो नि त्यसपछि त जस्तातस्तै भयो संसारमा वर्ष हुन्थ्यो हामी 2 दिनमा जस्तातस्तीमा बस्यौँ भने यसलाई कसरी हामीहरूले सुरक्षा छ नेपाल भनेर चिनाउने त र अहिले आइटी अब संसार आइटी हो आइटीको डाटा सेन्टर नेपालमा राख्यो भने एकदम ठुलो एउटा नयाँ नेपालको एउटा डेभलप सुरु हुने सम्भावना छ किन आइटीलाई त बोकेर ल्याउने होइन हामीलाई के समुद्र चाहिने पनि होइन र संसारमा सस्तो एनर्जी पनि हाम्रो नेपालमै छ ग्रिन एनर्जी त्यसलाई अब सरकारले पोलिसी गराइदियो भने आइटीको जमाना त विदेशमा आइटी सिक्दै गएका विद्यार्थीहरू त फर्केर आउने भयो नि त र अर्को स्किल मेन पावरहरू फर्केर आउने वातावरण बनाउनु पर्यो र सबभन्दा यङ जेनेरेसन भनेको इन्डिया भियतनाम बङ्गलादेश यसमा सबभन्दा ठुलो जनसङ्ख्या छ अबको विकास भनेको यो हो यसलाई फोकस गरेर हामीहरूले रिसर्च गर्नु पर्यो र लगानी गर्ने वातावरण बनाइदिनु पर्यो त्यो भयो भने हामी विदेशमा बसेका हामी यङ जेनेरेसन पनि नेपालमै जागिर र सेफ्टी छ भनेपछि त फर्केर आउन चाहन्छौँ नि त पक्कै पनि यहाँले भन्नुभएका सबै बुँदाहरू गर्न नसकिने बुँदाहरू होइन अनि गर्न सकिने बुँदाहरू पहिला जस्तो समुद्रको वरिपरि हुने देशहरू मौलाएको जस्तो अहिले जहाँ पनि जुन पनि देश मौलाउन सक्ने स्थिति पनि छ फेरि पनि आएर चाहिँ स्टेबल गभर्नमेन्टमै अड्किन्छ कुरा यो जेनजीको आन्दोलनपछि एउटा नयाँ परिस्थिति सिर्जना भएको छ जहाँ यस्ता वैकल्पिक नयाँ शक्तिहरू आउनु भएको छ हामीले गर्ने भनेको त्यसले गरेन अब यसले गर्ला भन्ने त हो जहिले पनि जनताले यहाँलाई चाहिँ यो जुन नयाँ वैकल्पिक शक्ति यसरी चुनावमा अगाडि बढिरहेको छ नि कतिको आशावादी हुनुहुन्छ म यसमा आशावादी छु किनभने नयाँ वैकल्पिक शक्ति नेपालमा अहिले सोचेको नयाँ न्यू जेनेरेसनले विदेशमा गैरवासी नेपालीका भनौँ न विदेशमा बसेका मजदुरहरूले सबैले यो पुरानो जुन राजनीतिक दलको नेतृत्वले गर्न सकेन है उहाँहरूले सधैँभरि पुरानै कल्चरमा पुरानै आफ्नै एउटा भिजनमा मात्र हिँडेपछि हामी विदेशिन पर्यो र विदेशमा फर्केर आएका मै जस्ता अब धेरै छन् अब भनौँ न अहिले भनौँ रासपा
विभिन्न देशबाट आफ्नो अनुभव गरेर आउनुभएका नयाँ एउटा वैकल्पिक शक्तिको लागि आउनुभएको छ र अन्य पार्टीमा पनि आइरहेका छन्। फेरि पार्टीले पनि बोलाएकै अवस्था छ वैकल्पिक शक्तिको रूपमा। अब जेनेरेसनलाई न्यू जेनेरेसनलाई नै अगाडि सार्नुपर्छ भन्ने कुराहरू पनि छ। तर त्यसलाई कार्यान्वयन गर्नलाई त नीति बनाउनु पर्यो होइन। नीति बनाउनको लागि त स्टेबल गभर्मेन्ट हुनु पर्यो नि। जस्तै हामीहरूले अहिले कोरियामा राष्ट्रपति भयो भने उसले आफ्नै किसिमको प्रयोग गर्छ, 5 वर्ष देश चलाउँछ। हामीहरूको फेरि यो सांसदले भनौँ न संसदीय व्यवस्थापन भएको हुनाले बहुमतको सरकार कहिले नआइदिने भयो। बहुमतको सरकार आइदियो भने त 5 वर्ष स्टेबल गभर्मेन्ट चलाउने उसको नीति लागू गर्न सक्ने। त्यसमा हामीले जनताले पनि सोच्नुपर्ने कुराहरू छन् कि पुरानो मेरो बुवाले एक ठाउँ भोट हाल्यो भने सबै त्यहीँ हाल्ने हो त होइन। देशलाई त एउटा अपोजिट निकासमा त जानु पर्यो नि त। योपालि बहुमतको सरकार आउला जस्तो लाग्छ? यो पटक भन्न सकिन्न। मैले त बहुमतको सरकार आउँछ कि भने हो, अब झन् धेरै पार्टी भयो। पार्टी नै पार्टी भइसकेपछि कसरी आउला र भनौँ। एउटा न एउटा कमजोरी जसरी नै हुन्छ होइन। व्यक्तिमा म सबै भगवानै हो भन्न कोही पनि सक्दैन। अब यो कम्पिटिसन भएर अब धेरै पार्टी भयो भने एउटाले अर्कालाई खण्डन गर्ने, अर्काले अर्कालाई खण्डन गर्ने हुन्छ। अनि भइसकेपछि नयाँ विकल्पमा पनि यो सम्भावना अहिले फेरि यस्तै धेरै पार्टी भयो भने गाह्रो हुन्छ कि जस्तो लाग्छ। ठिकै छ, हामीलाई चाहिने भनेको देशको समृद्धि होस्, नेपाली जनतालाई सहज होस् भन्ने हो। त्यसको लागि आशा गरौँ जोसुकै आए पनि बहुमत लिएर आएर आउनुहोस् र स्टेबल गभर्मेन्ट होस्। अब यहाँले आफ्ना यङ्गर जेनेरेसनलाई एनआरएनएमा केही सजेसन दिनु पर्यो अथवा जुन गुड फुड विगतमा यहाँहरूको एउटा कार्यकालमा भयो त्यसलाई न्यूनीकरण गर्नलाई केही सजेसन दिनु पर्यो भने के सजेसन दिनुहुन्छ? मैले अहिले जुन हाम्रो अहिले पनि गैरआवासी नेपालीसँग एकता गर्नुपर्छ भनेर हामी एउटा उसमा छौँ। मैले सबै गैरआवासी नेपाली पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष र अहिले भएका हामीहरूको भनौँ भोटर साथीहरू अनि त्यसपछि अब गैरआवासी नेपालीलाई एउटा भिजन बनाएर आइराख्नु भएका धेरै राष्ट्रिय समन्वय परिषदका अध्यक्षज्यूहरू सबै हुनुहुन्छ। अहिले हामीहरूले सोच्नु भनेको हाम्रो भन्दा पनि एनआरएन एकता कसरी, मैले थोरै छोडेर भए पनि एनआरएन एकतामा जाउँ न त। पहिला हामी एउटा विगतका कुराहरूलाई तोडेर यो पटक महाधिवेशन एकै ठाउँमा बसेर विगतका कुराहरूलाई त्रुटि फेरि नहुने कुराले विधानलाई एउटा मान्यता दिउँ, विधान नयाँ बनाऊँ। विधान नयाँ बनाएर त्यो विधानको आधारमा हिँड्नुपर्छ। विगतका विधानहरूले हामीले स्ट्रक्चरले धान्न सकेन, अहिले भनिसकेँ। नयाँ मोडेलबाट एउटा विधान बनाएर त्यो विधानलाई मान्यता बनाएर एउटै एनआरएन बनाएर जानुपर्छ भन्ने हो। यसरी गइयो भने हामी विदेशमा गएर राजनीति पनि कम गर्नुपर्छ। किनभने हामी विदेशमा गएर राजनीति गर्न लाग्यौँ कि अब दुईवटा पार्टी भयो नि त। त्यो पनि फेरि त्यो भयो भने त एउटा न एउटाले युज पाउँछ, त्यसमा सबै हुँदैन। त्यो भयो भने हामीहरूले आफ्नो अपनत्व र आफ्नो इच्छालाई पनि थोरै ब्याक राखेर संस्थाको लागि छोडौँ है, म यो छोड्दाखेरि संस्था एक हुन्छ भन्ने सोच्नुपर्छ एउटा। र नेतृत्वले के गर्नुपर्छ भने आफू नेतृत्व भए बेलामा म सबै सर्व मै हुँ भन्ने कुराहरू छोडिदिनुपर्छ। किनभने त्यो नेतृत्व त भइन्जेल हो नि, संस्था त निरन्तर चल्ने कुराहरू हो। मैले त्यति बेला नेतृत्वले केही सुधार गर्छु र म होइन र संस्था हो भनेर भनिदिएको भए मेरै कार्यकालमा पनि धेरै कुराहरू चेन्ज हुन सक्थे। त्यो मैले पाएको अनुभवहरू त्यो भएको हुनाले नेतृत्वमा सबभन्दा ठुलो। सो यसको यो जसरी हामीले कुनै चिजलाई जोड्दाखेरि हामी सबै भागीदार हुन्छौँ भने फुडमा पनि त हामी भागीदार हुन्छौँ, हाम्रो पनि त गल्ती हुन्छ। सो अहिलेको यङ्गर जेनेरेसनलाई यहाँले दिनुपर्ने सजेसन चाहिँ संस्थालाई पहिला राख्नु पर्यो होइन। अब एकैछिन यहाँको बिजनेस जुन पायोनियर बन्नुभएको छ विनोद कुँवर इन बिजनेस, त्यसमा चाहिने बुदागत रूपमा भनौँ है त, त्यसमा चाहिने 5वटा चिज मैले यस्ता चिजहरू गरेँ त्यसले गर्दा चाहिँ म आज यो दिनमा छ भनेर भन्नु पर्यो बुदागत रूपमा 5वटा चिज भने केलाई भन्नुहुन्छ यहाँले? सबैजना त यहाँको ठाउँमा आउन सकेका छैन, विदेश जाने त धेरैजना बिजनेस सुरुवात गर्नको लागि भनौँ कि अथवा मेरो बिजनेसलाई भनौँ? होइन, बिजनेस सुरुवात गर्नुभन्दा पनि यो ठाउँमा पुग्नको लागि एज अ बिजनेसम्यान एज यो ठाउँमा जुन पुग्नु भयो नि त्यसका लागि यहाँले गर्नुभएका 5वटा चिज बुदागत रूपमा भने हामीलाई सम्झिन पनि सजिलो। सबभन्दा ठुलो त ड्रिम हुनुपर्छ व्यक्तिमा होइन। त्यो ड्रिम भएन भने कुनै पनि त्यो हुँदैन, सपना हुनु पर्यो पहिला होइन। त्यो मैले महत्त्व पहिलो दिन्छु। र सेकेन्डमा के सोध्छु भनेपछि निरन्तरता। ड्रिम हुँदैमा म सपना छ भनेर त हुँदैन, निरन्तरता दिनु पऱ्यो र इमान्दारता हुनु पऱ्यो। थर्डमा म सेकेन्डमा इमान्दारतालाई राख्छु। र निरन्तरता भयो भने कुनै पनि कामहरू हुन्छ। अनि इमान्दारता भयो भने मेरो मसँग नभएको क्यापेसिटी पनि कसै न कसैले ल्याएर जोडिदिन्छ क्या।
त्यो मान्छे आफू बन्ने होइन कसैले बनाइदिन्छ भन्छु। मान्छे आफू कहिले पनि म घमण्ड नगरे हुन्छ म भनेको भनेर, त्यसको पछाडि हजारौँ खुट्टाहरू छन्, हजारौँहरू छन्, म त्यसरी सोध्छु। र अर्को कुरो बिजनेस गर्नुमा भनौँ अथवा मलाई यो ठाउँमा ल्याउनलाई मैले फर्स्ट सेकेन्ड थर्ड त मैले भने पहिला त ड्रिम, त्यसपछि त म इमान्दारता छैन, निरन्तरता। थर्डमा मैले आफूले राखेका कुराहरूमा जस्तै अब बिजनेस गर्दै जाँदाखेरि कुनै न कुनै म कुन ठाउँबाट मैले पहिला पाइला टेकेँ त भन्ने हुन्छ। पहिल्यै कुराहरूमा मान्छेहरू त्यो असफल हुनसक्छ, त्यसलाई पहिला आफूले पहिला रिसर्च गर्नु पऱ्यो। त्यो रिसर्च गर्न आफूले सिङ्गल गरेर आफ्नो इन्भाइरोमेन्ट अनुसार मेरो क्यापेसिटी भन्दा मैले गर्नु त ठुलो गर्नु छ नि, मेरो ड्रिम त ठुलो छ नि, तर मेरो इन्भाइरोमेन्टले के भ्याउँछ त, मेरो वरिपरि मेरो फ्यामिली कस्ता छन् होइन, मेरा रिलेसन साथीहरू कस्ता छन्, त्यहाँबाट मलाई कुन किसिमको सहयोग हुन्छ त्यसले पनि महत्त्व हुन्छ। भनेको आफ्नो क्यापेसिटी हेर्नु पर्यो। हेरेर जानुपर्छ भने त्यो त्यसपछि क्यापेसिटी अनुसार ड्रिम पनि चेन्ज हुँदै जान्छ नि भन्ने कुराहरू हो मेरो। ओके, ठिक छ। यो चाहिँ मूल मन्त्र बनाए हुने रहेछ। यो बिजनेसलाई त लागु भयो नै, कुनै पनि सक्सेसफुल व्यक्तिलाई लागु हुने यी मन्त्रहरू रहेछन्। मैले पनि यसलाई एकदम आत्मसात गर्नेछु। धन्यवाद। र बिस्तारै अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। 2-4वटा चिज अझै बाँकी छन्। एक शब्दमा अलि गाह्रो होला, तर लामो बनाउन नपाई एक शब्दमा सकिएन भने पनि एउटा वाक्यमा चाहिँ यहाँले मैले भनेका चिजहरूलाई एक्सप्लेन गरिदिनु पर्यो है। कडा रहेछ त। सजिलो छ एकदम होइन। म भन्छु विनोद कुँवर। यति धेरै सोच्न पनि नपाई टिक 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 गर्छु। थ्याङ्क यू। एनआरएनए। एनआरएनए सानो नेपाल। पोलिटिक्स। राष्ट्रको व्यवस्थापन संस्था। पावर। युटिलाइज सही तरिकाले गर्नुपर्छ, पावर हुँदैमा जे पनि गर्नु हुँदैन। रेस्पोन्सिबिलिटी। त्यो त मेहनतले दिने हो नि त रेस्पोन्सिबिलिटीलाई त होइन। म कतिको मेहनत गर्छु त्यसको रेस्पोन्सिबिलिटी पाउने हो। बिजनेस। बिजनेस एउटा ड्रिम। बिजनेस भनेको मेरो लागि मात्र हुँदैन। बिजनेस भनेको यो सबैलाई एउटा दिने एउटा सपना हो। कन्ट्रोभर्सी। कसरी भनौँ मलाई, मानवतामा त्यो भएन भने कसरी गर्न सक्छ त? जीवनमा न त्यो चाहिन्छ नै। ट्रस्ट। ट्रस्ट बिनाको मान्छे बाँच्न नि सक्दैन। ट्रस्ट हुनुपर्छ व्यक्तिमा। ट्रस्ट गरिएन भने त्यसले कुनै पनि, ट्रस्टले धोका पनि दिन्छ। ट्रस्ट भएन भनेपछि कुनै भनौँ न आफ्नो सपनालाई पनि पुरा गर्न सकिँदैन। सिटिजनसिप। जीवनी, मेरो जीवन नै सिटिजनसिपमा चलिरहेको हुन्छ। ह्याप्पिनेस। ह्याप्पिनेस एकदम महत्त्वपूर्ण छ, तर ह्याप्पिनेस भयो भने त सबभन्दा राम्रो हो नि त। ह्याप्पिनेस भनेको महत्त्वपूर्ण जीवनको एउटा यात्रा। जीवन एउटा श्रृङ्खला भनौँ, के भनौँ, जीवन भनेको एउटा निरन्तरता। लास्ट बट नट द लिस्ट, माया। माया मेन इम्पोर्टेन्ट हुन्छ होइन। माया त सबैलाई चाहिने। माया बिना त बाँच्न नै गाह्रो हुन्छ नि। माया भनेको हर क्राइटेरिया फरक छन्। माया भनेको सबभन्दा आफ्नो जीवनी साथी। पहिलो माया भनेको। हाउ स्विट। अब हामीलाई पनि यसरी माया गरेर हाम्रो निमन्त्रणा स्वीकारेर यहाँ हाम्रो सोमा आइदिनु भयो। यहाँको बहुमूल्य समय हामीलाई दिनुभयो। यहाँको समयको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।
यस्तो मलाई नयाँ नयाँ चिजहरूलाई नयाँ नयाँ कुराहरू सिक्ने एउटा सोध्ने मौका दिनुभयो थ्याङ्क यू हजुरलाई अनि अर्को चाहिँ हामी नेपाली अघि यहाँले भन्नुभयो खुसी पनि छौँ मिजासिला पनि छौँ खै अलिअलि बिग्रेका पनि हौँ तर हामीलाई सुधार्ने मौका पनि छ हामीले चाहिँ हाम्रो पाहुनालाई यतिकै पठाउने चलन छैन त्यही भएर मायाको चिनो यहाँलाई हाम्रो कार्यक्रममा हाम्रा स्पोन्सर साथीहरूले मायाको चिनो दिनुभएको छ सुरुमा चाहिँ हामीसँग आरडिएस जेम्स एन्ड एन्टिक सिनामङ्गलबाट एउटा सानो मायाको चिनो यहाँको लागि यो जेम्स एन्ड एन्टिकबाट थ्याङ्क यू हजुर अर्को हामीसँग हामी नेपालीलाई अचार एकदम मिठो लाग्छ दाल भुजा तरकारीमा अचार जान्छ जेमा पनि जान्छ अचार हामीहरूले विदेशमा पनि जाँदाखेरि अचार नै लिएर जान्छौँ है विदेशमा हामीले अचार लिएर जान्छौँ उहाँको चाहिँ म चाहिँ के भन्छ आफू किनेर पनि धेरैचोटि युज गरेको छु घरमा आमाको अचार राम्रो छ उहाँ पनि विदेश बसेर आउनुभएको हो मसला पनि छ अचार त निकै पपुलर छ एकदमै पपुलर छ नाम पनि राम्रो हो त छ भनेर एकदम यो चाहिँ यङ्गर जेनेरेसनले आफ्नो आमाले बनाउनुहुन्थ्यो अचार अनि त्यसलाई चाहिँ बिजनेसको रूपमा लानुभएको एकदमै मिठो छ अर्को हामीसँग एन्टिक दरबार दिल्ली बजारमा छ यो प्रिमियम एन्ड एन्टिक डेकोर स्टोर छ यसबाट एकदमै क्युट मायाको चिनो छ म खास अघि मैले हामी त आफ्नो अतिथिलाई एकदम माया गर्ने हाम्रो संस्कारै पनि त हो नि त्यो त विदेश बसेर त्यो त बिर्सिनु भएको छैन नि यहाँको लागि है यो हजुर अहिले टेबलमै राख्दा पनि हुन्छ थ्याङ्क यू अर्को हुन त यहाँको बसाइ कति छ कुन्नी मोटर सेवाबाट कार रिपेयर एट डोर स्टेप्स भनेर 6 महिनाको लागि फ्री सर्भिस छ यहाँले याद गर्नुभयो होला मोटर अलि चाँडै फोहोर हुन्छ सो यो गिफ्ट भाउचर थ्याङ्क यू यो त हाम्रो भनौँ चालकज्यूलाई दिँदा खुसी हुनुहुन्छ अर्को मनमोहन मेमोरियल कम्युनिटी हस्पिटल होप सिनामङ्गलबाट यहाँलाई गिफ्ट सर्टिफिकेट छ फर फ्री हेल्थ चेकअप थ्याङ्क यू कति यो टाइम यो चाहिँ 6 महिनासम्म भ्यालिड छ ठिक छ एकपटक आएको बेला युज गरौँ न अर्को आमाज क्रिएसन हेल्दी क्लोदिङ ग्लोबल ब्रान्ड यो नेपाली ब्रान्डबाट यहाँलाई एकदम नेपालीपनको ढाकाको यो 3 तहको रुमाल हजुर हजुर हामीले यो एकदम 3 तहको त हामी ढाका पनि ओढ्छौँ लुगाहरू पनि लगाउँछौँ अर्को नेपाली प्रोडक्टहरू धेरै रहेछ हजुर यो चाहिँ कोरियन प्रडक्ट कोरियन र मटेरियलले नेपालमा बनेको म आफू पनि युज गर्छु यो अनि अरू महँगा हुँदै गर्दा चाहिँ यो चाहिँ एकदम अफोर्डेबल पनि छ यो हाम्रो नेपालमा बनेको कोरियन प्रडक्ट ओरा यहाँको लागि थ्याङ्क यू अर्को मलाई एकदमै राम्रो लाग्ने र हाम्रो पाहुनालाई दिन पनि मजा आउने यो हामीसँग एक वाच भनेर छ यो सबै नेपालीमा लेखिएको छ अनि हेर्दा पनि एकदमै राम्रो टाइम पिस क्रिएटिभिटी नेपालमै बनेको एक वाच हेर्नु न कति राम्रो छ यो नेपालीमै सबै नेपालीमै लेखेको रहेछ एकदम राम्रो रहेछ त एउटा चिनो पनि हुने भयो एकदमै म त पहिला एकपटक वहाँ देखेको थिएँ यो कति राम्रो छ कलर पनि कस्तो राम्रो रहेछ अनि कलर पनि राम्रो रहेछ घडी लाउनुहुन्छ युजुअली कि खासै लाउनुहुन्न खासैमा घडी यस्तो त्यो गहनाहरू नलाउने परे त्यो भएको हुनाले ल राम्रो रहेछ ल ओके ओके थ्याङ्क यू अर्को घर जाने बेलामा यहाँलाई गमला घरको तर्फबाट फुल यदि हामीले दियौँ भने मरेर जान्छ यो भयो भने त मजाले राख्न पायो मलाई फेरि यो कमला फुल म आफूले पनि एकदम नेचुरललाई एकदम मन पराउने ग्रिनेरी मन पराउँछु होइन अनि म घरमा पनि म आफू धेरै फुलहरू ल्याएर रोप्ने गर्छु कि थ्याङ्क यू हस् त फेरि पनि लास्ट बट नट द लिस्ट यहाँ आउनुभयो यहाँलाई हाम्रो स्टुडियोको तर्फबाट मायाको चिनो देश प्रदेशको यो पडकास्टको मग थ्याङ्क यू बिहान बिहान कफी खानीमा यही युज गर्नु प्लिज हस् त विनोदजी यहाँको समयको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू एकदम राम्रो राम्रो कुराहरू सोध्नु भयो हस् थ्याङ्क यू